मन्त्रीको शपथ खानुभन्दा अगाडि चाहिँ राजदूतावास धाउनुपर्छ भन्ने कुरामा सत्यता छ कि छैन? हजुर पनि मन्त्री हुनुभयो। छैन, त्यो कुरा एकदम झुटा हो। होइन, मलाई मैले चाहिँ गरिनँ त, गर्नुपर्ने हो त मैले नि त गर्नु पर्थ्यो होला त। मलाई कसैले चाहिँ ल पहिला राजदूतावास जा अनि त्यहाँ त्यो भेटेर आएर बल्ल मन्त्री होला भन्नु मलाई कसैले भनेन त। अहिलेसम्म कसैले केही भनेकै छैन त। यो जनतामा न्याय विदेशीले कसै के अरे यसो गरी यो यसो गर्नुपर्छ है, यसो गरेन भने राम्रो हुने छैन भन्नु, खै त म मन्त्री भएको पनि भयो त अहिलेदेखि त। तपाईँलाई यसो गरौँ उसो गरौँ ब्रिफकेस त आएको छैन? केही आउँदैन, आएकै छैन त। म त झुटो बोल्दैन नि, खै त अहिलेसम्म चाहिँ विदेशीहरूको यस्तो चाहिँ के अरे दबाब भन्ने कुरा त आएको छैन। अब म यहाँ मन्त्री भएर यही ठाउँ यही उतै कुर्सीमा अस्ति चाहिँ एउटा इजरायलको राजदूत आएको थिए, भेट्न आएको थिए होइन। उनले जो आज विपिन जोशीको लास यस्तो यस्तो मैले उनलाई सोधेँ, विपिन त्यति बेला कन्फर्मै भइसकेको थिएन विपिन जोशी जिउँदो छ कि भन्दाखेरि के भएको छ भन्नु मैले सोद्धाखेरि कन्फर्म भयो भन्नु भन्यो इजरायली राजदूतले। इजरायली राजदूतले अरू के भन्यो भन्दाखेरि हामीलाई चाहिँ यो के अरे मान्छे यो काम गर्ने मान्छेको चाहिँ साह्रै खाँचो भयो होइन, मान्छे लैजान पाउने चाहिँ भनेर हाम्रो चाहिँ सम्झौता पनि भएको छ, तर त्यो सम्झौता अनुसारको अगाडि कारबाही भएको छैन भन्नु भन्यो। मैले भने उति बेला त्यहाँ लडाइँ थियो, लडाइँ भएर नपठाएको होला, अब लडाइँ साम्य भयो भने पाउँछ।